एभ्रिवान, हामी तपाईलाई स्वागत गर्न चाहन्छौँ नेपाली यात्रीको यात्री टक्स कार्यक्रममा। यति बेला म अमेरिकाको सियाटल वाशिंटनबाट बोल्दैछु र यति बेला बेलुकाको 8 बजेको छ। मसँग कुरा गर्नको लागि अमेरिकाकै क्यालिफोर्नियाबाट अर्को एकजना नेपाली प्रोफेसनल व्यक्तित्व मसँग जोडिनु भएको छ। मेरो साथमा आज को गेस्ट आउनु भएको छ त्यो भन्नुभन्दा अगाडि तपाईहरुलाई हाम्रो आजको कार्यक्रमको थोरै फर्मेटको बारेमा जानकारी दिन चाहन्छु। आज हाम्रो गेस्टलाई हामी छोटा प्रश्नहरू सोध्नेछौँ र यसको जवाफ उहाँले ट्रू र फल्समा दिनुपर्ने छ। तर त्यो सँगसँगै उहाँले त्यो आफ्नो जवाफलाई अलिकति सपोर्ट गर्नको लागि उहाँले कन्टेक्स्ट एड गर्न अथवा आफ्नो रिजनिङ एड गर्न पनि पाउनुहुन्छ। म यो भन्दै गर्दा म आजको हाम्रो गेस्टको परिचय दिन चाहन्छु। यति बेला ऋषभ पौडेल क्यालिफोर्नियाबाट जोडिनु भएको छ। ऋषभ पौडेल को प्रोफेसनल जर्नीलाई हेर्दा उहाँ सिभिल इन्जिनियरको रूपमा काम सुरु गरेर अमेरिकामा स्ट्रक्चरल इन्जिनियरको रूपमा केही वर्ष काम गरिसकेपछि यति बेला भने रियल इस्टेट एजेन्टको रूपमा सफल रियल इस्टेट व्यवसायको रूपमा काम गर्दै हुनुहुन्छ र धेरैजना नेपाली र अन्य मुलुकका क्लाइन्टहरूलाई घर किन्ने बेच्ने लगायतका सेवाहरू प्रदान गर्दै आउनु भएको छ। स्वागत गरौँ ऋषभजीलाई। ऋषभ सर नमस्ते। नमस्कार प्रदीपजी, थ्याङ्क यू। है आराम हुनुहुन्छ ऋषभ सर? एकदम ठिक छ। हस्, र अब ढिलो नगरिकन हामी यो कार्यक्रमको विषयवस्तुतिर प्रवेश गरौँ। यहाँलाई मैले रुल अफलाइनमा नै बताइसकेको छु। आज म तपाईलाई जम्मा 4वटा प्रश्नहरू सोध्नेछु र 4वटा प्रश्नहरूको तपाईले धेरै विलम्ब नगरिकन यसको जवाफहरू दिनुपर्नेछ र जवाफमा तपाईले यस अथवा नो अथवा ट्रू अथवा फल्स भनेर यसको जवाफ दिनुपर्नेछ र त्यो सँगसँगै तपाईको आफ्नो रिजनिङ अथवा तपाईको थट प्रोसेस पनि एक्सप्लेन गर्नुपर्ने छ। हामी सुरु गरौँ ऋषभ सर? हजुर, एकदम। हस्, तपाईँ रियल इस्टेट एजेन्टको रूपमा काम गर्दै हुनुहुन्छ। सो हामी आज घर किन्ने बेच्ने प्रोसेसकै बारेमा बुझ्ने खालका यी प्रश्नहरू तपाईँलाई सोध्दैछौँ र प्रश्न नम्बर 1 मा छ। प्रश्न नम्बर 1 मा चाहिँ रियल इस्टेटमा मार्केटमा जब घर किन्न बायर आउनुहुन्छ उहाँले चाहिँ पर्फेक्ट टाइम कुरेर बस्नुपर्छ, इन्ट्रेस्ट रेट एकदमै ड्रप हुने समयको पर्फेक्ट टाइमको प्रतीक्षामा बस्नुपर्छ भन्ने प्रश्न छ। यसमा तपाईले अब ट्रू र फल्स भनेर तपाईले आफ्नो रिजनिङ पनि एड गर्न सक्नुहुन्छ। थ्याङ्क यू क्वेसनलाई। यो चाहिँ यसको एन्सर चाहिँ अब डेफिनेट फल्सै भन्छु म चाहिँ। अब किन भन्दाखेरि चाहिँ अब तपाईँको रियल इस्टेटमा चाहिँ राइट टाइम टु बाई अ हाउस इज अलवेज नाउ भनिन्छ होइन। अब किन भन्दाखेरि चाहिँ अब सुन्दाखेरि त कस्तो भनौँ न, अब अहिलेको हिसाबको अनुसार कन्ट्राडिक्ट एन्सर जस्तो भयो। तर तपाईँको एउटा तराजुलाई हामीले इमेजिन गऱ्यौँ भने तराजुको दुईवटा स्केलमा एउटा स्केल भनेको तपाईँको इन्ट्रेस्ट रेट हो, अर्को भनेको प्राइस अफ द हाउस हो होइन। इन्ट्रेस्ट रेट सिग्निफिकेन्टली डाउन भयो होइन। अब तपाईँको अहिले एक्जाम्पल 6 चलिरहेछ, तपाईँको 3 मा आइपुग्यो भने के हुन्छ भने तपाईँको नम्बर अफ क्वालिफाइड बायर्स वुड अल्सो इन्क्रिज सिग्निफिकेन्टली। त्यो हुने बित्तिकै तपाईँको इन्भेन्टोरी घरको जति घर मार्केटमा एभाइलेबल छ घरको इन्भेन्टोरी त्यो त त्यसरी बढ्नेवाला छैन। त्यो भइसकेपछि तपाईँले चाहेको घर पाउनको लागि के हुनु पऱ्यो, तपाईँले सिग्निफिकेन्ट लिस्टिङ प्राइसभन्दा सिग्निफिकेन्ट हायर बिड गऱ्यो भने मात्र तपाईँको पाउने चान्सेस हुन्छ होइन। जस्तो अब एक्जाम्पलको लागि कोभिडतिर इन्ट्रेस्ट रेट हाम्रो अब हिस्टोरिक लो हुँदाखेरि 2-3% अराउन्ड हुँदाखेरि चाहिँ 7 लाखको घर कसैले किन्न चाहनुहुन्थ्यो भने देयर वाज एभ्री वान हु वान्ट्स टु बाई द्याट हाउस होइन। सो अब कसरी पाउने भन्दाखेरि त्यो 7 लाखको घरलाई बिडिङ हुँदा 7.5-8 लाख पुगेर त्यति बढी हालेपछि मात्र तपाईँले घर पाउनुहुन्थ्यो। सो इन्ट्रेस्ट रेट तपाईँले लो पाउनुभयो तर तपाईँको घरको प्राइस ओभरअल प्राइस बढेपछि फेरि भनौँ न त्यही अनुसार यताको ब्यालेन्स उतातिर ढल्क्यो भने जस्तो। अब इन्ट्रेस्ट रेट तपाईँको हाई छ भने कम्पिटिसन हुँदैन र लो प्राइस तपाईँले त्यसरी बढेर हाल्नु पर्दैन अथवा घटाएर पनि हाल्ने अप्सन हुन्छ। तपाईँ अहिले क्वालिफाइड हुनुहुन्छ र तपाईँलाई फाइनेन्सियली मेक सेन्स गर्छ भने चाहिँ राइट टाइम टु बाई हाउस इज अलवेज नाउ। इन्ट्रेस्ट रेट यु डोन्ट म्यारी द इन्ट्रेस्ट रेट, यु म्यारी द हाउस होइन। त्यही हो। पर्फेक्ट, धन्यवाद। र यो भन्दै गर्दा हामी प्रश्न नम्बर 2 तिर जाँदैछौँ। प्रश्न नम्बर 1 मा निकै नै राम्रो जवाफ दिइसक्नु भएको छ। सायद धेरैजना घर किन्ने र बेच्ने माहौलमा बजारमा जो हुनुहुन्छ उहाँहरूलाई राम्रो जानकारी पनि भयो होला। र प्रश्न नम्बर 2 यस प्रकार छ। घर किन्ने क्रममा हालिने अफर पहिलो पटकमा एक्सेप्ट भइहाल्यो भने भयो र भएन भने नेगोसिएसन त्यहाँ नै समाप्त हुन्छ र बायरको त्यो घर पाउने चाहना त्यहाँ नै समाप्त हुन्छ। अब यसको एन्सर पनि अलमोस्ट अलवेज फल्स नै जस्तो भयो। किनभने तपाईँको घरमा अफर हाल्दाखेरि हामीले अफर हाल्छौँ, अफर एक सर्टमा एक्सेप्ट र एक सर्टमा डिनाई
भन्ने भन्दा पनि धेरै जसो केसमा चाहिँ तपाईँको रिजनेबल छ भने काउन्टर आउँछ होइन, अथवा अब भनौँ न धेरै अफर छ भने मल्टिपल काउन्टर आउँछ। सो काउन्टर अफर भनेको चाहिँ सजिलोको लागि कुनै घर 5 लाखमा लिस्ट भएको छ, मैले त्यो घरलाई 500,000 हालेँ, सेलरले होइन आई निड 550 भनेर भन्यो भने म 550 दिन्न, मैले 525 भनेर भने बायरले काउन्टर गरेको 525 भयो, सेलरले काउन्टर गरेको 550 भयो। दुईटाको बिचको त्यो जबसम्म त्यो प्राइस मिल्दै जाँदैन ब्याक एन्ड फोर्थ काउन्टर चलिरहन्छ। सेलरले गर्ने काउन्टर सेलर काउन्टर हुन्छ, त्यसलाई बायरले काउन्टर गर्छ बायर काउन्टर हुन्छ, फेरि त्यो बायरलाई सेलरले काउन्टर गर्ने सेलर काउन्टर 2 हुन्छ, फेरि त्यसपछिको सेकेन्ड राउन्ड बायर काउन्टर 2 हुन्छ होइन। त्यसरी चलिरहन्छ अनटिल एन्ड अनलेस दे फाइनलाइज देयर प्राइस। मैले बुझेअनुसार र यहाँले बताएअनुसार रियल इस्टेटमा अफर हाल्ने बित्तिकै एक्सेप्ट नभए पनि ब्याक एन्ड फोर्थ नेगोसिएसनको त्यो डाइनामिक्स चाहिँ जारी नै रहन्छ भन्ने जानकारी पक्कै पनि हाम्रो बायर्सहरूलाई भयो यो प्रश्नबाट। र प्रश्न नम्बर 3 तिर म प्रवेश गर्दैछु र निकै रमाइलो खालको प्रश्न पनि छ, रोचक छ, किन भन्दाखेरि ऋषभ पौड्यालजी चाहिँ रियल इस्टेट एजेन्ट मात्र नभइकन एकजना होम इन्सपेक्टरको रूपमा पनि काम गर्नुहुन्छ। सो यो प्रश्न उहाँको लागि यस प्रकार छ, घर किन्ने बेलामा होम इन्सपेक्सन आवश्यक छैन अथवा गर्नु पर्दैन? अब यो कुरा चाहिँ तपाईँको अब सिम्पल उसमै साधारण मान्छेको लेमन टर्म्समा पनि सायद सबैले नो नै भन्नुहुन्छ, फल्स नै भन्नुहुन्छ होला। किन भन्दाखेरि तपाईँले एक्जाम्पलको लागि तपाईँले एउटा कार किन्न जाने हुन्छ, युज्ड कार किन्न जाने हुनुहुन्छ भने तपाईँले डेफिनेटली त्यो कार साँचो दिएर घर बोकेर त आउनु न त्यो गाडीलाई टेस्ट ड्राइभ गर्नुहुन्छ होइन। तपाईँको घर जस्तो कुरा किन्दाखेरि तपाईँले इन्सपेक्सन नगरी तपाईँको ब्लाइन्डमा हाम्रो ब्लाइन्ड तास खेले जस्तो भयो होइन, त्यो चाहिँ डेफिनेटली कसैले नि गर्न हुन्न होला। गर्दै हुनुहुन्छ भने लाइक नगर्नु होला त्यस्तो कृपया किनभने त्यो घरको कन्डिसन कस्तो छ, मेजर प्रब्लम छ कि छैन, मेजर प्रब्लम छ भने तपाईँले ब्याकआउट गर्नु पाउनुहुन्छ, तपाईँको राइट्स हो एज अ बायर होइन। इन्सपेक्सन कन्टिजेन्सी युज गरेर ब्याकआउट गर्नुहुन्छ, तपाईँको डिपोजिट पुरै फिर्ता हुन्छ। र मेजर कन्डिसन प्रब्लम छैन तर सान्तिनो फिक्स आइटम्सहरू 15-20वटा छ जुन तपाईँलाई एडअप हुँदै जान्छ भने एटलिस्ट तपाईँले त्यसको रिपेयर क्रेडिट माग्न सक्नुहुन्छ अथवा प्राइस ड्रप गर्न सक्नुहुन्छ होइन, अथवा त्यसलाई युज गरेर ब्याकआउट गर्न सक्नुहुन्छ। सो त्यो सबै कारणहरू सुविधा तपाईँलाई हुने हुनाले अभियसली होम इन्सपेक्सन लाइक नो ब्रेनरै हो, तपाईँले गर्नै पर्छ भनौँ न। उहाँको बुझाइअनुसार र एक्सपिरियन्स अनुसार हामीले बुझ्दा घर किन्ने प्रोसेसमा होम इन्सपेक्सन गर्नु निकै नै आवश्यक छ। घरमा रहेका कमी कमजोरी पत्ता लगाउन ठुलादेखि सानासम्म र त्यसलाई प्राइसको नेगोसिएसनमा पनि युज गर्न मिल्ने जानकारी ऋषभ पौडेलले दिनुभयो। यति बेला हामी नेपाली यात्रीको यो साँझको कार्यक्रममा तपाईँसँग जोडिएका छौँ। ऋषभ पौडेल क्यालिफोर्नियाबाट हामीसँग कुरा गर्नको लागि आउनुभएको छ। सफल रियल इस्टेट व्यवसायी, रियल इस्टेट एजेन्ट, सिभिल इन्जिनियर पनि हुनुहुन्छ र त्यो सँगसँगै होम इन्सपेक्सनको बिजनेस पनि उहाँ गर्नुहुन्छ र उहाँसँग हामी घर किन्ने र बेच्ने प्रोसेससँग रिलेटेड थोरै रमाइला र रोचक प्रश्नहरू उहाँलाई सोधिरहेका छौँ र यो सँगसँगै हामी अन्तिम प्रश्नमा आइपुगेका छौँ र ऋषभ सर यो प्रश्नमा अलिकति ओपन अप भएर थोरै भल्नरेबल भएर हामीलाई यथार्थ जानकारी दिनुभयो भने सुन्ने मानिसहरूलाई पनि अलिकति रमाइलो लाग्नेछ र यो प्रश्न अलिकति तपाईँको प्रोफेसनल जर्नीसँग चाहिँ जोडिएको छ र यो प्रश्न यस प्रकार छ। रियल इस्टेट व्यवसाय जति बाहिर देखिन्छ सहज, रियल इस्टेट एजेन्टले घर किनाउने र बेचाउने प्रोसेस जति सहज देखिन्छ बाहिरबाट भित्र पनि त्यति नै सहज छ र त्यति नै सरल छ। यो चाहिँ अब तपाईँले डेफिनेटली यसको एन्सर यस एन्ड नो भने जस्तै ट्रु एन्ड फल्सै भयो होइन, किनभने इट्स फेयरली इजी टु गेट अ लाइसेन्स इन रियल इस्टेट होइन, बट इट्स रियली टफ टु ह्याङ इन देयर भनौँ न। तपाईँको लाइसेन्स लिनको त्यो मिनिमम बार क्राइटेरिया एकदम लो नै छ होइन। अब त्यो त्यति गाह्रो कुरा होइन, तर तपाईँले एउटा सक्सेसफुल रियल इस्टेट प्रोफेसनल भएर बसिरहनुको लागि यु गट टु बी अ गुड हुन्छ नि। अब मार्केटिङ गर्न सक्नु पऱ्यो, फाइनेन्स बुझ्नु पऱ्यो, अभियसली रियल इस्टेटको कन्ट्र्याक्ट बुझ्नु पऱ्यो होइन, अब लेन्डिङ साइडको कुराहरू बुझ्नु पऱ्यो, बायरको क्वालिफिकेसन स्ट्यान्डर्डहरू कस्तो छ, प्रि अप्रुभल लिन सक्ने बायर छ कि छैन त्यो कुराहरू सबै बुझ्नु पऱ्यो। र तपाईँको अहिले कस्तो छ भने देयर आर लट्स अफ अप्स एन्ड डाउन्स होइन। अब म्याक्रो इकोनोमिक कन्डिसन हुन्छ, माइक्रो इकोनोमिक कन्डिसन हुन्छ, कुन एरियामा कस्तो भइरहेछ, घरको प्राइस स्टेबलाइज भएको छ कि डिक्लाइनिङ फेजमा छ कि होइन, त्यो सबै कुराहरू चाहिँ
बुझ्नु जरुरी छ। प्लस अब बायरको फाइनेन्सिङ, एभ्री बायर हेज अ डिफ्रेन्ट युनिक फाइनेन्सिङ सिचुएसन, त्यसको लागि कस्तो खालको फाइनेन्सिङ गर्दा ठिक हुन्छ भन्ने कुराहरूको सबै नलेज हुनु जरुरी छ। त्यो इट्स अ कम्प्लिट प्याकेज भन्छु म होइन। अब यो बाहिरबाट हेर्दाखेरि टक्क एउटा ड्रोन लिएर ड्रोन उडाएर ग्ल्यामर देखिने जस्तो चाहिँ छैन, त्योभन्दा भित्रको डिटेल्स डेभल्स इन द डिटेल भने जस्तो भयो होइन। म अकमकी सरी, तपाईँको डिटेल केलाउँदै जाँदा चाहिँ त्यहाँ डेभिल भेटिन्छ भने जस्तो कुरा भयो होइन। अब त्यही नै हो, बाहिरबाट हेर्दा चमक धमक राम्रै छ, भित्र चाहिँ अलिकति इट्स लिटल बिट मोर इन्टेन्स होइन। तर अब तपाईँले बुझेर गर्नुभएको छ भने त्यसको मजा फेरि त्यसमै छ। हरेक व्यवसाय, हरेक पेसा, हरेक जब आफैमा च्यालेन्जिङ हुन्छ र रियल इस्टेट व्यवसाय पनि त्यो अरू व्यवसाय जस्तै नै आफ्नै किसिमका समस्या, सङ्घर्ष र च्यालेन्जहरू छ। तर यसमा सफल भएर आफू अडिग भएर टिक्न सक्ने प्रोफेसनलहरूलाई चाहिँ एकदमै रिवार्डिङ करियर हुन सक्छ भन्ने जानकारी ऋषभ पौडेलले यति बेला गराउनु भयो। र यति भन्दै हाम्रो आजको उहाँका लागि 4वटा कठोर प्रश्न, सायद उहाँलाई त्यति धेरै कठोर लागेन होला, तर हाम्रा यी सिधा प्रश्नहरू जवाफ दिनुभयो। ऋषभ सरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ आज समयको लागि। थ्याङ्क यू प्रदीपजी, तपाईँको यो छोटो मिठो एउटा इन्टरेक्सन रमाइलो भयो है। थ्याङ्क यू फर द अपर्च्युनिटी। हस्, तपाईँलाई पनि धन्यवाद भन्न चाहन्छौँ। र यति भन्दै हामी अर्को एउटा के बाचा गर्न चाहन्छौँ भन्दा अर्को पटक हामी फेरि अर्को सहरमा बस्ने अर्को कुनै प्रोफेसनलसँग अर्को कुनै विषयमा, कुनै रोचक विषयमा हामी कुराकानी गर्ने र त्यो कुराकानी तपाईँहरूको माझमा ल्याउने बाचासहित अहिलेको लागि पनि बिदा चाहन्छौँ। नमस्ते। हस्, थ्याङ्क यू।